सुँगुर चढ्दैछ गाइचहरू गोठालो 2 जना के गर्न आएको तिमीहरू बस्तु हेर्न बाछा चराउन आएको नि हो सिमल तरुलै गाइचहरू कत्रो कत्रो हौ यो त कति ठुलो निकालेको मैले यो चाहिँ सिङ मात्र निकालेको गाइस के बोकेको गाइस यो सिमल तरुलै गाइसहरू मेरो भदैनीले झन्डै मेरो भदैनी जत्रो रहेछ सिमल तरु खास गरी यो मिठो हुनेवाला जस्तो चाहिँ छैन है भर्खर खनेर ल्याएको बोक्न नसकेर बल्ल बल्ल ल्याइयो गाइसहरू यस्तो छ के हो समृद्धि यो के हो सिमल तरुल हैन सिमल तरुल पाकिसक्यो त हेलो साथीहरू नमस्ते तपाईहरुलाई हाम्रो भिडियोमा स्वागत छ तल झर्यो ब्याटलग भयो गाइजहरु आज चाहिँ हामी यो खासमा दिदी यो यसको के बनाउन लाग्नु भयो यो त सिमल तरुल हो अब यो त मैले पकाएर मात्रै खाछु दिदी गाइजहरु आज चाहिँ हामी नयाँ टेस्ट खान लागेको यो सिमल तरुलको ढिँडो तपाईं पहिला पनि खानुहुन्थ्यो छैन खाएको तर मैले पनि भिडियोमा देखेको हो यो फर्स्ट ट्राई हो अनि बन्छ त भरे बिग्रियो भने त यो नाश हुन्छ त त्यही भएर थोरैको मात्र बनाऊ कि जस्तो लागिरहेको छ साथीहरू यता पनि छ हाम्रो एउटा तल पनि खसेछ साह्रो भइरहेछ यो चाहिँ अस्ति म घर गएको थिएँ साथीहरू अनि घरबाट लिएर आएको थिएँ सिमल तरुल अनि यो पानीमा भिजाएर राखिराख्यो भने चाहिँ देख्दैन नि त हामीले 2 दिन भिजाएर राखेका थियौँ अनि पानीमा भिजाएर राख्यो भने चाहिँ कालो बस्दैन यो पानीले नभेटेकोमा चाहिँ यस्तो यस्तो कालो दाग बसेको छ तर केही फरक त्यो बिग्रेको हैन बिग्रेको हावा चाहिँ छिटा चाम्रो साह्रो छ साथी किनकि यो धेरै उयो होला नि त यो पकाएर मिठो छ यो सारो हुनु नै मिठो हो नि त हैन आज चाहिँ हामी एकदम नयाँ कुरा चाहिँ बनाएर टेस्ट गर्न लागिराखेको छौँ साथीहरू ओ बल लाउनु भएको हेर्नु न उहाँले नसकिराखेको अवस्था यहाँ बिचारा यहाँ यत्रो छ देख्न सक्नुहुन्छ साथीहरू सिमल तरुल मेरो हातले पनि झन्नै भ्याउँदैन हेर्नु त उहाँले यसरी बनाएर मलाई खुवाउनुहुन्छ अब भरे हामी खाइसकेपछि यो टेस्ट कस्तो छ भनेर खाइसकेपछि चाहिँ खादा पनि देखाउनु पर्ला साथीहरू यति मैले बनाइसक्यो नयाँ आइडिया सिक्दै छु यो चाहिँ मैले पनि नयाँ हो अस्ति साथीहरूले भिडियो देख्दाखेरि अनि यसमा पकाउँदाखेरि चाहिँ अरु केही मिक्स हाल्नु पर्छ कि मिक्स हाल्नु पर्दैन हौ यो मात्रैको हुन्छ अब साथीहरू अब यो काटिसके मिक्सचरमा हाल्ने हो हामी अनि मिक्सचरमा हालेर ढिँडो बनाउने हो के पो भन्दै हुनुहुन्थ्यो कोफु भन्दै हुनुहुन्थ्यो कि तोफु भन्नुहुँदो रहेछ तर म चाहिँ ढिँडो भन्छु है साथीहरू अर्ग्यानिक होला तर मलाई चाहिँ अस्तिदेखि त्यो देखेपछि चाहिँ ट्राई गर्न मन लागिराखेको अनि अब यहाँ चाहिँ सिमल तरुल पाउँदैन नि त अनि घर जाँदाखेरि सिमल तरुल लिएर आएको घरमा बनाउन चाहिँ हामी चाहिँ घरमा चाहिँ भ्याउँदैन क्या यति धेरै काम हुन्छ अनि घर गएपछि त खानेकुरा बनाएर खानु पनि भ्याइँदैन यस्तो के घर गएपछि त फेरि अलिकति भए पनि आमा बाउलाई सगाम भन्ने हुन्छ यति भइसक्यो साथीहरू यो चाहिँ अब हामी उसिनेर खाउँ ल भरे भए अब नमिठो हुन सक्छ हाम्रो तरुल पनि छ नि अलि धेरै पनि हुन्छ यतिले भयो हामीलाई इनफ हुन्छ साथीहरू यो चाहिँ जरासँग उसिनेर खाम्ला यो चाहिँ राख्यौँ अब
अब साथीहरू हामी चाहिँ मिक्सचरमा लाएर पिस्न लागिरहेछौँ अनि यो कस्तो हुने हो मिक्सचरमा लगाइसक्यौँ साथीहरू मिक्सचर पो बिग्रिने हो कि बिग्रियो भने किनौँ लाने यो चाहिँ हाम्रो सिमल तरुलको चाहिँ यसरी पिसेर हामीले निकाल्दैछौँ साथीहरू अब यो हाम्रो राम्रोसँग पिसिसकिएको छ अब आज न्यू टेस्ट हामी खानेवालामा छौँ साथीहरू यहाँ बनाउँदै हुनुहुन्छ हाम्रो प्रमिता सिस्टर हाँस्दै 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 बनाउँदै हुनुहुन्छ यस्तो राम्रो मान्छेले यसरी बनाउनु भएको सायद मिठो हुन्छ होला भन्ने लागेको छ अब गाइजहरू अब चाहिँ हामीले फेरि अर्को निकाल्न लागिसकेको छौँ अर्को राम्रो मान्छे है यता चाहिँ यत्रो धेरै भयो यो दुईजनाले कसरी खाइसक्यो दुईजना होइन अङ्कललाई बोलाउनु पर्छ आम्मामामा कसरी खाने हो रोटी पकाउने जस्तै त्यो सेलरोटी बनाउने जस्तै यहाँ यो पेस्ट चाहिँ भइसक्यो नि यस्तो दामी भयो उसको पेस्ट चाहिँ अब धेर पो बनाएको थियौँ हौ साथीहरू धेर हुन्छ होला भनेर यहाँनिर नि एउटा राखेको अघि पनि अनि देखिएन यता यता कराई नजिक ल्याउनु ओ यत्रो ठुलो राखेको छ यो अब भोलि खाने त्यो चाहिँ उसिनेर खामोस् नाना ओके साथीहरू यो यता राम्री राम्री मान्छे जनी यता राम्री मान्छे हुनुहुन्छ उहाँले पकाएपछि त कस्तो हेर्दाखेरि त त्यो त नि कस्तो क्रिम टाइपको खाउँ जस्तो है ल छिटो पकाइहाल्नु त दिदी खाइहालौँ ओके खाउँछु ल अनि खानुपर्छ ल नमिठो भए पनि खानुपर्छ सम्भवतः मिठो छ भन्दै कुखुराको मासुसँग खाएको थिएँ हामी चाहिँ करेन्टसँग खानुपर्छ ल अब हामी त साथीहरू अस्तितिर धेरै मासु खाइएछ अब भेजिटेरियन नै मन लाग्दैन के है पोर्कले गर्नेसम्म गरेर पोर्क त अनि अर्डर गर्दा एकैचोटि 2 धानी 3 धानी गरेपछि हुन्छ त नि खाना पनि त अनि भातले खाए जस्तो खाने भातले खाए जस्तो खाएपछि सक्यो त कुरो सक्यो नाना सक्यो अब म रोटी बनाउँछु हस् कति धेरै हो यति धेरै चाहिँ नबनाउनु पर्ने थियो नि म त यति धेरै हुन्छ भन्ने अड्कलै पाइनँ के साथीहरू यत्रो पकाउनु न अब म पकाइहाल्छु तातो कराईमा लगाएको थिएँ त्यही भएर यस्तो बसिहाल्यो चाहिँ हो पाकेछ तल 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 पाकेछ कस्तो कलर नि चेन्ज हुने रहेछ है कस्तो राम्रो हुने रहेछ गाई ल ल ल गरी पकाइहालौँ त गाईहरू पाक्दैछ है हाम्रो यहाँ गाईहरू क्या दामी भएको त यस्तो पो हुने रहेछ है कसले खाने हो सबैले खाने आम्मामामा अन्त धेरै त भएन हौ यति धेरै हुन्छ भन्ने थाहै थिएन आम्मामामा अङ्कल पनि आउनु भएको छ 3 जनाले यत्रो खाइसक्नु पर्यो नि त नि साथीहरू त्यहाँ देख्दै छ हुनुहुन्छ यहाँ हेर्नु न खिक बसेको आम्मा यसको पो खास पर्ने रहेछ हौ नाना नि ओहो अब चाहिँ त मैले जाने नि त कुरो यहाँ हेर्नु त साथीहरू आहा ओ माइ गड सकिन यस्तो हात दुख्यो माथि तन्काउनु अब त लगभग पाकेको होला है पाक्यो के भन्न चाहनुहुन्छ तपाईँ यो खानालाई चाहिँ हतार छ
अनि अहिलेसम्म चाखेको छैन नि त कस्तो छ भनेर त्यो लगभग पाकी पनि सक्यो तर यस्तो दामी भएको छ कि गाइजहरू यो अब खाने हो हतार हतार मेरो औषधि आयो छैन हौ तपाईँको पैसा त्यही रिटर्न ल्याएको छु है मेरो आफूको गाइजहरू लु युट्युबमा गुना खोइ के भन्छ हौ नाम त मलाई तपाईँले थाहा अघि छैन। सर्च गर्नु भने लु अङ्कल खाइदिइहाल्नु त खाए ल भन्दा चाहिँ के भन्ने हो पेल्टो पेल्टो दिदी मलाई त कस्तो रहेछ प्रमिता मिठो छ हो कस्तो मिठो मिठो हुँदो रहेछ फर्स्ट टाइम खाएको है यो पनि यो पनि फर्स्ट टाइम है म त उता गोर्खा अङ्कल कस्तो हुँदो रहेछ एकदम मिठो हो साथीहरू मिठो छ आज भने त हामीले त विदेशमा खाएको विदेशीहरू खाना खायौँ क्या हो हाम्रो प्रमिता मिस सिस्टरले कहिले ढिँडो नखाने पनि खाँदै हुनुहुन्छ गाइजहरू होइन मेरो हेर्नु न कति धेरै छ साथीहरू लु यो सोताङे खाना दिदी खानु सोताङमा त तपाईँ मेड इन सोताङ हेर्नु न ओ साथीहरू हेर्नु त आम्मा पहिला के गर्ने चोप्ने के भयो मन परेन मुखमा टाँसिएको भिजाउनु पर्यो नि हात पहिला भिजाउने रहेछ है अँ। साथीहरू फर्स्ट टाइम हो कि आहा त्यो विदेशीहरूले पानीमा चोप्दै निकालेर त्यस्तो छुट्टै टेस्ट हुने रहेछ ल खाऊँ त अब यो चाहिँ किनेर पनि ल्याइन्छ ओहो है अँ। अब त खाइन्छ भयो अब त कस्तो हो त म त कस्तो मुखमा लागिरहेछ साँच्ची भने भेजिटेरियन भएको अघि यस्तो थाहा पाएको भए त म उसके के अरे राँगाको खुट्टा किनेर ल्याउँथेँ म त तर यसमा पनि हामीले टमाटर सागहरू हालेछौँ नि त मिठै छ मिठो छ बहुत मिठो छ हो बहुत बहुत आहा हेर्नु न फेरि नचिने साथीहरूले चाहिँ फेरि उसको के मैदाको ढिँडो भन्नु होला नि फेरि होइन है साथीहरू यो तोफु भन्छ कि कोफु भन्दै थियो अस्ति टिकटकमा आज नयाँ टेस्ट हो उसको सिमल तरुलको है यो। तरुलको है पचाउन त सकिन्छ नि के नपचाउनु हौ हेर्नु त साथीहरू अम्मम। दुधै राख्ने सुँगुरको मासु त खाइने मान्छेले के बाँकी होइन के नपचाउनु आहा, कस्तो लाग्ने के है है अब चाहिँ छुट्नु हुँदैन है अम्मम, प्रतिमा मिस छुट्नु भयो नि त त्यो प्रतिमा मिसको लागि त्यो राखिदिउँ ल ल टन्नै हुने रहेछ यत्रो भएको छ ल गाइजहरू तपाईँहरू पनि एकचोटि ट्राई गर्नु हामीले चाहिँ ट्राई गर्यौँ साँच्ची मिठो हुने रहेछ हामीलाई चाहिँ मन पर्यो टेस्ट बाई बाई त्यो बत्ती बाल्नु न